गुड मर्निङ गाइज, के छ आज चाहिँ टक्क इजरायलदेखि हाटबारीसम्मको यात्रा हो। यात्रामा कस्तो रमाइलो हुन्छ। साथी हो जाँदैछौँ है गाउँतिर टक्क लाएर यस्तै सोची चाहिए गाडीमा जब जब छ तराईमा बिहान बिहानै लाएर एकदम बिन्दास आफ्नै रोड जस्तो लाग्छ है। कोही हुँदैन, ट्याक्सीले दिँदै यार। धान नपुग्न आएको है इटालीबाट टक्का लाएर यो चाहिँ इटालीतिरको इटाली महानगरको पश्चिम टक्कासँग बिचमा चाहिँ यस्तो जङ्गल छ। धारा आएपछि कस्तो हुन्छ हेर है, हाम्रो खर्कसम्म बिहार हल्कासम्म कमजोर चिसो नगर क्षेत्र एकदम बाटो दामी छ यार। अहिले हेर्नुहोस् बाटोमा पुल छ हरामिसे हात्ती 1 किलोमिटर छ त्यति खोलाको पुल। यहाँतिर टक्क बिचमा चाहिँ घाँस काट्ने बेला भएछ यो है साथी। यो चाहिँ हल्कासम्मको एरिया हो, टक्क फुलहरू फुलिरहेछन्। बिचमा बिरुवा चाहिँ रोप्नु भएको रहेछ टक्क लाएर, तर यो घाँस यो दुबो घाँस होला सायद यो काट्नु पर्ने रहेछ। जस रमाइलो छ, व्यवस्थित छ। ल है साथी, घरमा आइसकेको छ हामी चाहिँ। यहाँ टक्क लाएर त्यस्तो विशेष तराईमा चाहिँ यो खालको सफारी भन्दा जस्तै चल्दैन छ। गाडीभन्दा बढी चाहिँ यो हुन्छ हाम्रो यहाँ खालि छ टेम्पो। त्यो सफारी लास्ट पैसा कमाउँछ भनेर सुनेको सबै पसलहरू चाहिँ बिहान भएर होला बन्द छ। त्यति साह्रो जाम पनि छैन, बस हिँड्न रमाइलै छ। धरानको माथि देख्ने चाहिँ भानुचोक जस्तो लाग्छ है मलाई चाहिँ। गाडी पुरा प्रब्लम साथै भानुचोक भन्ने केही होला सायद राम्रो लाग्छ। भानुचोक घन्टाघर म भानुचोकबाट बुक्कल लाग्दैछ बस पार्क। त्यसलाई भानुचोकै भन्छ जस्तो लाग्यो नि त। साथी भानुचोकदेखि उकालो लाग्यो। अब चाहिँ कता खास गर्ने हिले माथि धरा धनकुटा हुँदै येकुवा खासबारी हुँदै आज कारबारसम्म याद पर्छ। तपाईँहरूलाई म बाटो पनि यसो हल्का फुल्का देखाउँछु। हेर्नुहोस् मेरो घरलाई
टक्क यो भारी ठुल्ठुलो बोक्दा नि केही भन्दैन ट्राफिक हेर त यो माथि लोड गइरहेको छ यो सानो भए पनि काम चाहिँ ठुलो म त पूर्ण गर्छ त सानो मान्छेले ठुलो साइकल चलाएको टक्क एडभर्टाइज भ्यूबाट हुन्छ मान्छेको ढाड आएको बोल्ने त लाग्दै ढिलो लाउँदा टक्का चिसो दिउ राम्रो कहाँ लानु रह्यो ल हे साथी हो ल धर्म छोडेर उकालो लाग्यो है अब चाहिँ हेरेर उकालो अब बिस्तारै जाँदैछु धरानमा श्रम संस्कृति पार्क चाहिँ कहाँ रहेछ आउनेले मेन्सन गर्नुहोस् है म पनि कता घुम्ने जाने सोच छ अब बचाउँदै धरान 50 झन्डै त 50 हो 50 किलोमिटर धरान चाहिँ दामी छ धरानमा घरै हो कि के हो अफिस हो हाम्रो सहरहरू ट्राफिक नेपाल आने नेपालको सान एकदम देशको लागि लडिरहने दौडिराख्नु भएको छ धरान बवाल छ त्यस्तै हो गाइडहरू अहिलेलाई घुम्दै ल साथी हो कहाँ हो यहाँ हल्का बाटो बिग्रेको गर्दा छ यतै हो के हो यार हाम्रो सम्पङ्गजीले श्रमको एकचोटि टोलमा आएको म गाडीमा आउँदाखेरि पुरा पिसाब गराउँदै अहिले चाहिँ पुरा नगर पुलिसहरू बसिरहनु भएको ल है धरान पानी मात्र देखेको टक्क धरान भित्ता त्यस्तो छ है यो चाहिँ भेलोटार माथिको यो त्यो जम्पिङ भन्ने हेर्न दामी देख्दछ सरहरू पनि हुनुहुन्छ दुईजना यहाँदेखि खुट्टामा बाँधेर टक्क झुन्डिन्छ दामी देख्दछ ल है साथी यो भेलोटार डाँडाबाट ठक्क देखेको दृश्य पर धरान सुनसरी
टक्क यहाँदेखि बाटो हुँदै अनि आयौँ भेलेटा डाँडा। यही हो भेलेटा। स्वागतम, वेलकम टु भेलेटा। धनकुटा 36 किलोमिटर रहेछ यहाँबाट। काटेर लागिसक्यो ओह्रालो, अब ठक्क जाने हो। बिचमा रमणीय दृश्यहरू आउने तपाईँलाई अवश्य देखाउनेछु। हेर्नुहोस् बाटो चाहिँ बबल हुन्छ नि फेरि पाहाडको राम्रो हेर त बिचमा बाटो हुन्छ, यताउता रुखहरू हुन्छन्। टक्क यो चाहिँ लेगुवा बजार। यहाँ चाहिँ ल है उखु बेच्नेहरू हुन्छन्। भोजपुर धारासम्म जाने गाडी हो। यो चाहिँ टक्क तमुर खोलाको पुल। तमार खोला ठाउँको नाम चाहिँ लिगो हो कि के भन्छ। टमाटर डाँडाहरू यस्तै छ। देखिने तलको दृश्य धानकुटा। ल है साथी हो, हिले बजार आइपुग्यो। बेम्बो के भन्छ टुङ्बा। है साथी हो, यो चाहिँ हिले बजार। हाम्रो क्या दामी देखिरहेको छ हिले बजार। टक्क अब यहाँबाट चाहिँ हामी टक्क यो हाइवे नगएको छौँ, भोजपुर जाने बाटो सानो बाटो जाने छौँ। कहाँ हो, कहाँदेखि हो यार, यतैदेखि कहाँ यहाँबाट है यो गाडी आउने बेला चाहिँ हामी जान्छौँ। फर्स्ट हरण बर्दै हिले काटेर टक्क दामी छ। एकदम दामी लगाएर आउनुपर्छ नानीहरू स्कुल जाँदै। क्या दामी कस्तो देखिरहेको नि होइन है। टेम्पो लास्ट दामी कुदाउँछ। म चाहिँ टक्क हिमालकै खेतमा पुगेको जस्तो टक्क यो ठाउँ पाखरीबास भन्छ रहेछ। पाखरीबास पनि क्रस गरेर जाँदैछु है। पहिला चाहिँ यो म आउँदाखेरि यस्तो बिग्रेको बाटो थियो, अहिले दामी छ यार। गाडीहरू त्यति कुद्दैन, एकदम सजिलो हुन्छ। टक्क एउटा गाडी कुद्छ, दामी गाडीले लगाइदियो यार। ल है साथी हो, यो चाहिँ लेगुवा भन्ने ठाउँ। टक्क लेगुवा आइपुग्न आँटे। यो गएको अलिक माथि फोटो खिचेको दृश्य। त्यो चाहिँ भोजपुर जाने बाटो रहेछ। को गाडी आए।
टक्क लगाएर म चाहिँ लेगुवामा खाना खाएँ। ल है गाइस अब लेगुवाबाट टक्कसँग हिँड्यौँ है। टक्कदेखि पारि भोजपुर पर्छ भने खोलादेखि पारि टक्कसँग अरुण खोलाले यी गाडी चाहिँ अहिले जहाँ पनि कुद्दा छ विराटनगर खान गाडी त ढलेछ अरे यहाँनिर आउनु कोही ठाउँ काटिरहेको छ कोही ठाउँ चाहिँ टक्क ढलेर भेजोक छ यार धानहरू कति कति होइन प्रायः जस्तो ढलेको छ यार हाम्रो धानहरू ल है यो चाहिँ सङ्घर्षमा गएर नि यो अक्करै भिड भन्ने चाहिँ यही हो जस्तो लाग्छ रोकिनु हो यही हो अक्करै भिड यस्तो दामी भिड काटेर चाहिँ बाटो बनाएको हो आधी खस्यो भने चाहिँ खोलाले है तपाईँ तर बार बाँधेको त के पहिला चाहिँ सानो बाटो थियो यहाँ अहिले चाहिँ ठुलो बनाएको छ मान्छे अगाडि थियो क्या पहिला हुने त होला सायद खाइदियो सबै टक्क काम गरिरहन्छ है ठुलो मुस्कान चाहिँ बबाल हुन्छ क्या क्यामेरा भनेको त्यस्तै गाइजहरू टक्क म चाहिँ यो सभा खोलाको पुलमा आएको छु सबै सभा खोला पुग्यो होला सभा खोला यो खाँदबारीमा नगरपालिका यहाँलाई स्वागत छ ल है स्वागत खाँदबारी नगरपालिका लगाएर अब मतदान बाँचेर घर पुगाएर हिमाल त्यस्तो नजिक छ ल है अब हामी तुमलिङ टाढा आइसक्यौँ। अब चाहिँ चट्ट लाएर तुमलिङदेखि माथिको चाहिँ अर्को भिडियोमा अवश्य देखाउनेछु।